नमस्ते बहिनी। नमस्ते। तिम्रो नाम परिचय दिनुहोस् न। मेरो नाम चाहिँ सृष्टि थापा मगर हो अनि म चाहिँ पोखरा छिनेडाँडा वडा नम्बर 14 मा बस्छु। मेरो विद्यालयको नाम चाहिँ श्री शुक्रराज बलभद्र माध्यमिक विद्यालय हो। म चाहिँ अहिले 12 वर्षको भएँ। तिमी चाहिँ यो इन्टर स्कुल टुर्नामेन्टमा सहभागी हुँदै गर्दाखेरि तिमीलाई कस्तो महसुस भइरहेछ? मलाई चाहिँ यो इन्टर स्कुल आउँदा भन्नाले सहभागिता हुँदाखेरि एकदम राम्रो पनि लागिरहेको छ। पहिला चाहिँ भन्नाले छुट्टी हुँदा यस्तो हाम्रो केही हुँदाखेरि म चाहिँ घरै बस्दै यत्तिकै मैले केही कुरा सिकेको त थिएन। अहिले मैले यहाँ आएर नयाँ नयाँ र राम्रो कुराहरू सिक्ने अवसर पनि पाएको छु अनि मलाई यहाँ आएर एकदम रमाइलो पनि लाग्छ। त्यसो भए तिमीलाई आउने भविष्यमा युनि हकी के भइदियो जस्तो लाग्छ? कस्तो भइदियो जस्तो लाग्छ? अलिकति यहीँ मात्रै खेल्ने कि अलिकति बाहिर पनि खेल्न जाने खालको अवसर प्राप्त भयो भने तिमीलाई कस्तो खालको पर्फर्मेन्स र अनि तिम्रो धारणा के छ यो विषयमा? मेरो यो विषयमा चाहिँ जिल्ला अनि अन्तर्राष्ट्रिय राष्ट्रिय पनि भइदिए जस्तो लाग्छ अनि त्यहाँ गएर चाहिँ यहीँबाट नि राम्रो राम्रो अवसर पाइरहेको छौँ। तर पनि जिल्ला अनि राष्ट्रिय अन्तर्राष्ट्रियबाट राम्रो पनि अझै उत्कृष्ट अवसरहरू पाउन सक्छ भन्ने लाग्छ। ल धन्यवाद बहिनी। हस् धन्यवाद।